सुखको लागि कर्म गर्ने होइन। किन भन्नाले एक दिन हामी मरेर गएपछि यो पैसा छुटेर जान्छ। डोन्ट वर्क फर मनी। केका लागि कर्म गर्ने त? मजा लिनको लागि कर्म। दुनियाँमा 5000 किसिमका कामहरू छन्, पैसा आउने काम। त्यसमध्ये मजा आउने काम रोज्नु न। कामै आराम हुन्छ यदि आनन्द आउने काम भयो भने। थकाइ लाग्दैन। किन थाहा छ? किनकि ऊ रमाउँछ त्यस। थकाइ त त्यो कुरामा लाग्छ जसमा मेरो मन लाग्दैन। त्यसकारण काममा थकाइ किन लाग्छ? किन काममा मन लाग्दैन। त्यसकारण मन नलाग्ने काम आजै राजीनामा दिएर आउनु, बाँकी जिन्दगीलाई बचाउनु। आधा जिन्दगी त तपाईँले बर्बाद पारिसक्नुभयो मन नलाग्ने जागिर खाएर, मन नलाग्ने व्यवसाय गरेर। अब आधा जिन्दगीलाई बचाउनु छ भने आजै राजीनामा दिनु। सकेन भने प्रिपरेसन गर्नु। म 1 वर्षभित्र राजीनामा दिन्छु, मलाई मनपर्ने काम खोज्छु, यता शिफ्ट गर्नु। किनकि आधा जिन्दगी त बचाओ भाइ, नत्र डिप्रेसनमा सकिन्छ जिन्दगी, एङ्जाइटीमा सकिन्छ जिन्दगी, ड्रग्समा सकिन्छ जिन्दगी, हार्ट एट्याकमा सकिन्छ जिन्दगी यदि तपाईँले यही मन नपरेको काम गरेर बस्ने हो भने। बचाओ आफूलाई, बौला हुनुबाट बचाओ।